नाच्दिने हो नाच्दिने हो नाच्दिन्छ कहाँ नाच्छ हौ दाइ नाचिहाल्नु कहिलेकाहीँ जीवनमा अघि बढ्नका लागि आफूले चिनेको संसारभन्दा टाढा जानुपर्छ। मेरो लागि त्यो यात्रा माल्टाबाट सुरु भएको छ। नयाँ देश, नयाँ वातावरण, नयाँ काम र नयाँ जीवन। परिवार र आफ्नो देशबाट टाढा आउन सजिलो थिएन, तर मनमा एउटा सपना थियो आफ्नो भविष्यको लागि केही राम्रो गर्ने। माल्टा आएपछि मैले यहाँको जीवनलाई नजिकबाट बुझ्न थालेँ। बिहानको काममा जाने व्यस्तता, दिनभरको मेहनत अनि फुर्सदको समयमा यही सुन्दर देश घुम्ने मौका। नीलो समुद्र, पुराना सहरहरू, ऐतिहासिक भवनहरू र शान्त गल्लीहरूबाट माल्टाको हरेक ठाउँले केही नयाँ अनुभव गराउँछ। तर मेरो यो यात्रा केवल माल्टा घुम्ने मात्र होइन, यो आफ्नो जीवनलाई नयाँ तरिकाले बुझ्ने, नयाँ कुरा सिक्ने र आफ्ना सपनाहरू पछ्याउने यात्रा पनि हो। र यी सबै पलहरूलाई म मेरो क्यामेरामा कैद गर्दैछु ताकि आजका सामान्य दिनहरू भोलि सम्झना बन्न सकुन्। मलाई थाहा छैन यो यात्रा कहाँसम्म पुग्छ, तर एउटा कुरा पक्का छ, म रोकिने छैन। काम गर्दै, सिक्दै, घुम्दै र आफ्नो सपना पछ्याउँदै अघि बढिरहनेछु। यो मेरो माल्टा जर्नी हो र मेरो कथा अझै सुरु हुँदैछ र अझै बाँकी छ। हेलो गाइस, तपाईहरु सबैजनालाई फेरि पनि स्वागत गर्दछु मेरो आफ्नै प्यारो युट्युब च्यानल एसबीएम ब्लगमा र मेरो नाम हो हरि। सो अहिले चाहिँ म कस्तो भन्दाखेरि माल्टामा कामको सिलसिलामा बसिरहेको छु हैन। सो कामको सिलसिलामा बस्ने क्रममा मैले ठाउँ-ठाउँमा ब्लगहरु पनि बनाइरहेको छु र यसरी माल्टाको बारेमा अझै ठाउँ-ठाउँमा ब्लगहरु बनाउन मेरो बाँकी नै छ। र अहिले चाहिँ मैले कस्तो सोचे भन्दाखेरि अब माल्टाहरुमा त फाटाफिटी ब्लग बनाइरहेको छु, कहिले कहाँ जान्छु कहिले कता जान्छु हैन। तर एउटा चाहिँ अब मैले कस्तो प्लान गर्नु लागेको छु भन्दाखेरि एउटा यो बिग अनाउन्समेन्ट जस्तो पनि हो हैन। कस्तो भन्दाखेरि एउटा सिरिज जस्तो हो। सिरिजमा कस्तो हुन्छ भन्दाखेरि यो माल्टाको जति पनि फेमस प्लेसहरु छन् त्यो सब ठाउँमा गएर ट्राभल गरेर त्यहाँ भिजिट गरेर हैन, त्यो त्यहाँ भएको एकदम A1 बेस्ट एकदम राम्रा अब कुराहरुको चाहिँ मैले अवलोकन गरेर मेरो ब्लगमा क्याप्चर गर्ने छु र तपाईहरुलाई चाहिँ यो फुल माल्टाको मेरो यो ब्लगद्वारा भिजिट गराउने छु र यो चाहिँ मेरो प्लान हो। अब कति टाइम लाग्छ त्यो त मलाई पनि थाहा छैन, किनकि मैले काम पनि गर्नुपर्ने हुन्छ, सँगसँगै ब्लगको जुन यो हाम्रो युट्युबको करियर छ त्यसलाई पुश गर्नुपर्ने हुन्छ त्यसरी मलाई थाहा छैन अब कति टाइम लाग्छ। र यति मेरो हम्बल रिक्वेस्ट छ कि म चाहिँ अहिले स्ट्रगल गर्दैछु र मैले युट्युब च्यानल सुरु गरेको धेरै पनि छैन र म त्यति फेमस पनि छैन। तर तपाईहरुले चाहिँ यो मेरो ब्लगहरु हेरेर यदि मेरो ब्लगहरु मन पर्छ भने मलाई माया गरेर चाहिँ सपोर्ट गरिदिनु होला भन्दै अहिलेलाई यति नै भन्न चाहन्छु र बिदा हुन्छु। सो अहिले चाहिँ म बाहिर निस्किसकेँ हैन। अहिले मसँग चाहिँ दुईटा दाइहरु हुनुहुन्छ र हामी चाहिँ अहिले चाहिँ यहाँ माल्टाको सेलिमा र सेन्जुलिन भन्ने एउटा ठाउँ छ र त्यो चाहिँ एकदम फेमस फर टुरिस्टहरुको लागि। अनि हामी चाहिँ त्यो ठाउँमा घुम्न जानको लागि सबैजना त छैनौँ, लगभग दाइ म हामी जम्मा 3 जना छौँ। 3 जना चाहिँ रेडी भइसक्यौँ हैन। अब हेरौँ अब कस्तो हुन्छ। अब बस पक्रिनु पर्यो, त्यसपछि जानु पर्यो। ल दाइ यता हेरिदिनु, यता मेरो दुईटा, यता सन्तोष दाइ, यता भवेश दाइ र हामी चाहिँ रुम पार्टनर पनि हो कि। अब हामी 4 जना चाहिँ एउटै रुममा बस्छौँ, तर एउटा दाइ चाहिँ आउनु भएन र हामी चाहिँ अहिले 3 जना जान्ला हौ। अब हेरौँ अब कहाँसम्म पुग्छौँ, कस्तो हुन्छ। ल दाइ हल्का तपाईँले केही भनिदिनु नि त। ल अब माल्टाको बारेमा तपाईँले बसेअनुसार भोग्नुभएका तपाईँका एउटा ल बेस्ट मोमेन्ट भनिदिनु त। ल त्यस्तो त के छ र, त्यस्तो खासै केही पनि छैन हैन। मनमा लाग्यो एउटा जे भए पनि त्यस्तो केही पनि छैन छैन। पछि गरौँला, अहिले म केही सोचेको छैन, पछि गरौँला। ल के बिहा गर्ने। सन्तोष दाइसँग रमाइलो कुराकानी गरिसके पछाडि म लगायत मेरा दाइहरू हामी सबैजना मिलेर लाग्यौँ हाम्रो गन्तव्य सेलिमातिर। हामी यहाँ जिरामा छौँ, मजाले बसिरहेको छौँ। अब जानु पऱ्यो अब उतातिर। अब यता सेलिमा भन्ने ठाउँ जानु लाग्यो क्या, त्यही हामीले अघि नै यता चाहिँ उत्रिसक्यौँ हामी दाइहरू सब। अब यो चाहिँ रमाइलो त गर्नु पऱ्यो नि त दाइ, घुम्नु भने आइसके पछाडि झर्नु पऱ्यो, गाडी किन झर्ने हो र। मजा हुन्छ नि हैन। तर लाइटिङ साइटिङ तर यसो इभिनिङको टाइममा क्या मजाले हिँड्न त दामी हुने क्या, मजा पनि हुन्छ नि त। दामी छ। सेलिमाको बिजी मार्केट हुँदै समुद्री किनारसम्म आइपुग्दा यहाँको चहल पहल र समुद्री हावाले छुट्टै भाइब दिन्छ।
माल्टाको सुन्दरता यस्तै साना पसलहरूमा महसुस गर्न सकिन्छ, जुन समुद्रको किनारमा एकदमै रमणीय देखिने गर्छ। खै यता हेर्नु दाइ टुवेल राम्रोसँग लाउनु न, अलि हिरो मानिनु पऱ्यो नि, यता भिडियोमा आउनु पऱ्यो। ल लुज भयो नि ट्राई गर्नु न। आज के दाइ सबै के हो यस्तो यार? दाइ आज के भाउजू लिएर जाने विचार छ क्या? आज भर छैन सोल्टीको। आज भर छैन। अहिले त्यो मिलेन निधारमा राम्रोसँग लाउनु। यस्तो होइन कि अहिले त यस्तो अहिले त यस्तो हो कि नेपालमा चाहिँ अगाडिमै के हो, यता आएपछि पछाडिमा लाउनुपर्छ कि दाइ। ल कस्तो लागिरहेको त? दामी छ ल, दामी दामी। I was swinging along, minding my business, when suddenly out of the अलिकति यस्तो पल्टी गर्नु यहाँ आउँछ। हेर यहाँ भन्नु यस्तो नगरौँ न, हिरो टाइप गर्नु न। कस्तो हिरो भने कस्तो हो, यता राख्न योलाई काट्ने हातमा अलिक सिधा, अलिक छाती तारे भयो। Hate it when my doubts and my fears swell up like the ocean. It feels like I could drown in my tears. Everything's overflowing. Scared that I won't get it right, get it right. My nerves are working overtime. नाच्दिने हो? नाच्दिने हो? नाच्दिन्छ कहाँ नाच्छ हौ? दाइ नाचिहाल्नुमा नाच्ने मान्छेले नाचिहाल्छ, अब मलाई लास्टमा आउँदैन हेर। सन्तोष दाईको चटपटे डान्स पछाडि हामी बढ्छौँ अघितर्फ र यसरी अघितर्फ बढ्ने क्रममा हामीले देख्छौँ सुन्दर भ्यालेटाको दृश्य र हामी चाहिँ अहिले सेलिमामा रहेको छौँ र सेलिमादेखि भ्यालेटा चाहिँ ठ्याक्कै पारे देखिन्छ र उनीहरू एक आपसमा आम्ने सामने छन्। सो तपाईँहरूलाई होइन एकदम पिस भन्ने कुरा हेर्नु छ भने यहाँ आउनुपर्छ। यता हेर्नु यो पछाडिको ठाउँ माथि भ्यालेटा, यता पछाडिको भाग त भ्यालेटा भइहाल्यो होइन। हामी त अहिले सेलिमामा छौँ, सेलिमादेखि भ्यालेटा चाहिँ ठ्याक्कै देखिन्छ। Tuck it in and I put it in drive. Ain't no more stopping me, don't even try. Controlling the chaos, controlling the vibe. Yeah. That's all the shots that you don't say. You'll never be heard if you don't say. Just gotta get out your own way. अब हामी घर जान लाग्यो। अब घर जान लागेको कारणले गर्दाखेरि अब गाडी चाहिँ उताबाट पक्रिन्थ्यो, तर हामी घुम्दै घुम्दै आयौँ। अहिले चाहिँ हामी जान लागेको छौँ अब हाम्रो घरतिर होइन, तर अहिले चाहिँ हामी हम्रुन भन्ने ठाउँमा छौँ। तर यहाँको लाइटिङ साइटिङदेखि लिएर हरेक कुरा यस्तो दामी छ। हो न देख्नु सक्नुहुन्छ लाइटनिङ। अब केही समयमा चाहिँ यहाँ कस्तो भन्दाखेरि फेस्टिभल आउनु लागेको रहेछ क्या, फेस्टिभल आउनु लागेको रहेछ। त्यसैले यो रोडको वरिपरि जताकतै चाहिँ लाइटनिङहरू एकदम दामी राखेको छ। यो देख्न सक्नुहुन्छ यो एरिया परैसम्म एकदम दामी लाइटनिङहरूले यता पुरा डेकोरेट गरेको छ ठाउँहरू। यता हाम्रो दुईवटा दाइ गाडी गुडेर बस्नु भएको छ। हामी चाहिँ यहाँबाट हाम्रो ठाउँसम्म जाने गाडी पर्खेर बसेको। त्यस पछाडि अहिले जानुपर्छ। म पनि थाकिसकेँ, हिँडेको गर्दा पनि थाकिसकेँ। म पनि यता बसिहाल्छु। अब हेर म गाडी आइसक्यो होला, अब जानुपर्छ। सो म चाहिँ अहिले उता जुन घुम्नु गएको थिएँ सेलिमातिर, त्यो सेलिमा भन्ने ठाउँदेखि घरतिर आइसक्यो क्या। अनि घरतिर आइसक्यो, अहिले रुममा छु होइन। अनि मसँग मेरो दुईवटा दाइ पनि जानुभएको थियो, उहाँ पनि आउनु भइसक्यो। अब त्यही हो, घुम्ने कामहरू सब कुरा भइसक्यो। अनि अहिले चाहिँ अब घरतिर आयो, खानासाना खानु पऱ्यो, अनि त्यसपछि सुत्नुपर्ने छ। अब त्यही हो, तपाईँहरूलाई यदि मेरो भिडियोहरू मनपर्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। यति भन्दै आजलाई यो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। नमस्कार।